धेरै दिजो गर्नको लागि चाहिँ तिमीलाई मोबाइल किनेर नि त मैले ल अब सम्झनाले छोडेको त के गर्छ नि सम्झना पनि कस्तो कस्तो तिमीलाई चाहिने छ दिनभरि के भनेको छु 2 जोडा कोदालो मेरै हातमा आफू खन्छु भने कति न 2 जोडा कोदालो बोकाए मलाई लास्टमा खन्या पनि होइन कि फर्किँदा फर्सी मुन्टा ल्याइयो अब केलाउने पनि मैले होला पकाउने पनि मैले होला हैन ओहो धेरै गरेको खाली मैले त मोबाइल चलाउँछु तिमीले गरेर त कम सुख पाछु मैले पुरै छोडौँ अहिले वरिपरि के भन्छ कस्तो गइदिनु रहेछ होला मेरो हात दुख्छ नि अब अब छोड्दै किन नाटक गर्छु नि सेल्फी खिच्दै हिँड न मोबाइल छ त हातमा अब त्यही भयो मुटु माथि ढुङ्गा राखी हाँस्नु पर्यो त्यो हात पनि हुन्थ्यो भाँचिरहेको दाइ नमस्कार 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 टाढै हिँड्नुभयो टाढा त कहाँ जानु यहीँसम्म त भने ए अनि आमा सन्चै हुनुहुन्छ आमालाई सन्चै सन्चै छ अनि रमित लोनी सुहानी एक रातका 2 पाङ्रा भन्थे तर एउटा पाङ्रालाई चाहिँ भ्याइ नभई एउटा पाङ्राले त कामै गरेर रहेछ के हो पारा यो किन यसरी घोचेर भन्नुहुन्छ के तपाईँको पनि त एउटा पाङ्राले कहाँ राम्रोसँग काम गरेको छ र अब तपाईँले एउटा पाङ्राले काम नगर्दाखेरि तपाईँले गाली खानुहुन्छ अब म चाहिँ मेरो पाङ्राले त गाली गर्नुभन्दा पहिल्यै आफ्नो काम सुरु गरिदियो होला यस्तै छ कुण्ड कुण्ड पार्नु मुन्ड मुन्ड बुझ्यो अब माया गर्नुपर्छ माया नगर भने होइन तर धेरै माया गरे पनि श्रीमतीहरू बौलाउँछन् नि थाहा छ नि तँलाई अब बौलाउने नै गरी चाहिँ मैले त्यति साह्रो माया गरेको छुइनँ दाइ अब यति माया गर्दा गर्दै पनि बौलाइनु भने पाटन हस्पिटल छँदैछ नि लगेर उपचार गरौँला नि ल माने तँलाई जे काममा आए पनि सहने शक्ति चाहिँ रहेछ फुरु फुरु गर्ने जोइ टिग्रे जस्तै भइसक्यो त बाबु कस्तो कुरा गर्नु भएको के दाइ मेरो श्रीमानलाई भड्काउने काम नगर्नुहोस् त आफ्नो श्रीमतीलाई काम सघाउँदा पनि कहीँ जोइ टिग्रे हुन्छ 21औं शताब्दीमा आएर यस्तो कुरा गर्नु तपाईँलाई लाज लाग्नुपर्ने हो दाइको कुरा सुन्नुपर्ने त मलाई हो नि दाइ ठिकै त भन्नुभयो अहिले म घर गएपछि देखाउँछु के भन्नुभएको सुन्नुभयो नि अब साह्रै गाह्रो छ हेर्नु है साग पनि पर्नु लाग्यो साग फसियो मुन्टा ल्याइएछ यसलाई केलाउने समय लाग्छ केलाउने पकाउने गर्दाखेरि त दाइ अब अर्को फेरि पछि हुन्छ हुन्छ राम्रोसँग केलाउनु है यिनीहरू सबै हुन्छ केलाइरहेको छु सुन न बरु तिमी म केलाएर लिएर आउँछु म चामल गएर भात चाहिँ बसाल्दै गर न है मेरो हात दुखेको छ कि हेर्नु त कस्तो कटक कटक गरिरहेको यो बसाल्नुभित्र पाक्दै गर्छ म त केलाएर लिएर आउँछु नि त यत्रो गरौँ कुकर त्यत्रो गरौँ हुन्छ मेरो हात दुखिरहेको भन्दैछु ल के ल यो यति लहरो गरिहाल न सबै चामल पुगिसक्यो के गरे हतार भइसक्यो नि त भात बसालेर भोक लागिसक्यो रात परिसक्यो अनि सुत्नु परेर खाएर ल यो तिमी गएर बसाल त ल त राखिदिन्छु रे सबै मैले केलाइसकेपछि किन हलाएर बस्नु पर्यो त नि म सक्दिनँ के अचम्मै कुरा गर्छ यार खाइसक्यो गेममा उसलाई गेमको परेछ फेरि आफूले यहाँ भोक लगाएर मान्छे मर्नु भइसक्यो दिनभरि काम गर्ने मै खेत खन्ने मै सबै गर्ने मै अनि जाबेती भात बसाला भन्दा पनि उसले अनि यो चामलमा के छ र के लाग्यो साफ सफा छ त नि त्यही भनेर त अब पखालेर बसाल्दियो न पाक्दै गर्छ नि त मेरो हात दुखेको छ के छामु चाहिँ कटक कटक सुन्दैछु मोबाइल त जबरजस्ती हेरिरहेको छु भन्दैछु हुन्छ नि मान्छे यदि भात पकाउन नि आम्मै त्यही त आम्मै जाऊ नि त गएर पकाउनु त तिमीले ल
बिहे अगाडि त खुब तिमीलाई सुत्दै पाल्छु भने होइन सुत नि त सुत म पकाएर ल्याउँछु सुत्नु पनि त्यस्तोमा गरेर सुत्नु अब अनि सुताइ भने त सुत नि अझ अनि यसो यार हुन्छ नि यो खानु तेल लिएर आएर मालिस सालिस गरिदिनु छैन भात पकाउन पनि हात दुखायो भनेछ मोबाइल चाहिँ चलाएछ सेल्फी खिचिआछ टिकटक बनाएछ मोबाइलको वेट हुँदैन नि त नि यसो गर्दा त के हुन्छ त ल ल छिटो खेलाउँ न यत्तेरी गएर खेलाउन पनि आउँदैन के आउँदैन ठिक छ यो खै यो फाल्नुपर्छ कि यो यसरी आउँदो रहेछ ल त मेरो हात दुखेको छ कि आज गर्नु भोलिबाट म आफै केलाएर आफै पकाएर खुवाउँछु तपाईँलाई यो कसरी यो चाहिँ कुन चाहिँ कसरी गर्ने यो छ नि यो चाहिँ फाल्नुपर्छ कि यो तितो हुन्छ अरे यो यसरी अनि केलाएर यहाँ हाल्ने होला नि ल बाहानै बाह्नमा हुन्न सिकाउन होला तपाईँले गर्दै म सक्दिनँ त्यत्रो जङ्गल गएर थाकेर आएको बुढीलाई माया गर्नु छैन उनको काम हराएर अब यो केलाको पनि भएको छ कि छैन हेर्दै हो केलाए नकेलाए पनि मुखमै जाने केलाए नि कुन मुखमै चाहिँ फ्याँक्ने रे यो फाँकिसके अब के फाँक्ने यसको राख्ने हो त्यतिकै यसरी यो सिकाउँथ्यो यत्तेरिका ल्याउने एउटा मुन्टा केलाउन पनि कति नवा महाभारत वा पृथ्वी नै झरेर ध्वस्त बनाएको गरेर केलाउँदै हाल्ने हो भात बसाल्नु गएर जानु म मुन्टा केला लिएर दिन्छु मुन्टा त केलाउँछौ नि छिटै खानु पर्ला फेरि के हुन्छ छिटै खाइयो भने के हुन्छ ल केला ल्याऊ है त अब अल्छी के गर्नु त आफै केलाउनु पर्यो नि अब खाना बसाल्दै गर्छु नि त म खै एउटा तिमीले केलाएको त परेको छैन मैले त्यो साग बोकेको अनि कुटो बोकेको त खुब खिच्दै थियो त दिउँसो देखाउने नि बुढा भएपछि यसरी काम गर्नुपर्छ भनेर अब टिकटकमा हालेर खाना बसाल्छु छिटो लिएर आऊ आलु पनि पखालेर काट है ए भइहाल्छ नि आलु सालु सक्दिनँ म सक्दिनँ खाना बसाउँदै त्यहाँ गर्ने आफूलाई पनि राम्रोसँग केलाउनु त कहाँ आउँथ्यो मम्मीहरूले भयो सबै एक केलाएर गर्नुहुन्थ्यो के अरे त्यो खानामा पानी अलिक कम हाल्नु है किन काँचै खाने हो र हिजो त पुरै दाउले बनाउनु भएको थियो त्यति त सिक्नु पर्यो गाह्रो कति हाल्यो पानी त्यो औँलाले अलिकति यो दुई लाइन के भन्छ दुई लाइन मात्र हाल्नु न ए हुन्छ कि कति कराएर होला छ्या एक दिन सकेन अब 2-3टा मुन्टा खाके छिटो यहाँ प्याज पनि छोडौ होइन आमा अब यो बुहारीले गर्नुपर्ने काम तिमी किन गरिरहेको छौ र मलाई चाहिँ बुहारीलाई टाउ कहाँ चढा भन्छु टाउमा त तिमीले पो चढाइरहेछौ त्यही त मैले पो चढाएको त बुहारीले गरिदिएको भएदेखि मैले यहाँ जोतिनु पर्थ्यो र मैले गर भन्नुपर्ने कि उसले उठेर देखेर गर्नुपर्ने नानीदेखि लाग्यो बानी भएको गर्थ्यो त पहिला चढाइहाल्छ टाउकोमा अब के त होला तिमीले पहिलेदेखि बुहारीलाई जगलटार समातेर ल्याएर ल यसरी काम गर उ गर भनेर भनेदेखि अहिले यस्तो हुँदै हुँदैन थियो तिमीले गर्दाखेरि झन् टाउ कहाँ चढेको छ बुहारी के रे मैले गर्दा रे तैँले उम्पिया राखेको होस् होइन जगलटारमा समाउनु दिस् बढी जाने हुँदो रहेछ तिमीले समाते भयो जगलटार समाते भयो मैले नसमात भन्थेँ त तिमीले तल आएको भएदेखि अहिले यस्तो हुँदैन यस्तो गर्नुपर्छ तिमीले अब तालचा साँझो पो जिम्मा लाग्थ्यो त तिमीले बुहारीलाई घरको सम्पूर्ण अधिकार तिमीले जिम्मा लाग्थ्यो त अब यतिका उमेर त बिताइसक्यो अब तेरी बुढीसँग झगडा गरेर बस्न सक्छु म जतिन्जेल सक्छु त्यतिन्जेल कामै गर्छु म सक्दिनँ तेरी बुढीसँग बाँध्न
अब पहिला घरमा भित्रियाको बेलादेखि नै तलाएको भए पो लाग्थ्यो। अब तल आउन खोजेर लाग्छ? म त सक्दिनँ तेरी बुढीसँग बाँध्न। तैँ तल लगा जिन्दगी बिताउने तैँले हो क्यारे, मैले होइन। म बुढी त के? तिमीहरूको आमा छोरालाई उज्यालो हुन पाउनु हुँदैन, झगडै गर्नुपर्छ। सुतिरहेको हुँदैन र हामी भने होइन, तैँले गर्न खोजे के हो? यो घरको बुहारी त कि आमा भन्छ? यो घरमा दैलो पत्नी कसेर लाउने पानी लिन जाने बिहान बिहानको काम तैँले गर्ने कि आमाले गर्ने? तेरो अलिकति पनि सोच छैन? बिहानै उठेको छ, किचकिच गरेको छ, छोरालाई बोल्न आएको छ, कहिले सुखले बस्न दिएन हो कि? होइन, तैँले भन्न खोजेको चाहिँ के भने? मैले तँलाई काम गर उठ त भनेको छैन नि। मैले सकेँ नि नसकेँ नि आफ्नो घर आफैले बढाएर छु। अनि आफूले जन्माएको छोरासँग मैले यसो घरको सरसल्लाह पनि गर्न नपाउनु? अब तँलाई त जस्ता पनि बस्न मिल्छ होला, बानी पऱ्यो कि होलिस्। अब मलाई त अलिकति फोहोर भयो भनेदेखि सिकसिक लाग्छ, आफै बढाउन थालेँ। अनि तँलाई चाहिँ मैले हामी सरसल्लाह गर्दाखेरि तँलाई डिस्टर्ब कसरी भयो? कामा कपास खाँदेर सुते भए हुन्थ्यो नि त बुहारी। तिम्रो 12 सप्ताह सुन्ने फुर्सद छैन मलाई। अनि तिमीले सुन, आज पुर्ने हो क्या रे? तिम्रो आमालाई एक गाग्री पानी ल्याउन लाएर घर लिप्न लाऊ। मलाई टाउको दुखेको छ, एकछिन सुत्छु म गर। म उठ्दाखेरि मैले भनेको घरको काम सबै हुनुपर्छ। देखिस् त बाबु, मैले टाउकोमा चढाएको रहेछु कि तैँले चढाएर छस्? होइन, चोथाले पनि कति बिघ्न चोथाले। अनि त्यसलाई काम गर पनि त भनेको छैन नि मैले। अनि त्यस्तो भएर हो कि हुन त के भन्नु? मेरो खप्पर तेरो खप्पर बिग्रेको थियो, त्यही भएर यस्तै आइदियो। किन कसो? छोरा मान्छेले भनेको जन्ती मलमी जानी हो, गाग्री बोकेर लुकुर लुकुर पानी लिन जानी होइन। तेरो स्वास्नीले संस्कार बिगारी भनेर मैले त भुल्नु हुँदैन नि। बढी जान्नु हुँदो रहेछ, आफ्नो स्वास्नी तल लाउन सक्दैन, मलाई मात्र रिस्ते खान्छ। भनेको मानेको भए यस्तै रमिता देखाउनु पर्थ्यो अहिले। पहिले नले भन्दा भन्दै ल्याइस् नि, अब टाउकोमा हात राखेर बस। आफ्नो जेलमा आफै गर्छु। सावित्री भाउजू, उता गाग्री भरेर पानी गयो, उता आँखा भरिएर आँसु गयो, के भयो यस्तो? के भन्नु बाबु, मनको भयो बसाइले नकह भने जस्तो। कसलाई के भनौँ? हुन त म पनि सोध्ने उस्तै, त्यही छोरा बुहारी अनि नातिकै किचकिच त होला नि होइन? सावित्री भाउजू हेर्नुहोस् न, हाम्रो पनि घरमा दाइको बिहा गर्ने कि भाइको बिहा गर्ने भनेर कुरो चलिरहेको छ। अब फेरि बुहारी घरमा भित्रेपछि रुन पर्दो रहेछ। अनि अब के गर्ने भनेर म त बरु गहिरो सोचाइमा छु।
सँगै पढे लेखा साथीभाइहरूले कत्रो न कत्रो उन्नति प्रगति गरिसके त्यो त केही न केही के पनि छैन त। के हो पारा भन्दा यस बेलासम्म सुतेर पनि केही हुन्छ त? अरूको बाबुआमाले त लगानी गर्दैछ र गर्छन् त, आफू त बाबुआमाले कहिले लगानी गर्ने होइन, अनि कहाँबाट गर्ने? अब अरूको पो पुठ्यौली सम्पत्ति छ अनि खर्च गरेर रमाइ हिँड्छन्, रमिता गरेर हिँड्छन्। तेरो त के छ? न तेरो बाउको कमाइ छ न तेरो आमाको कमाइ छ। कहाँ तँलाई लगानी गर्नु भन्छ? त्यसो भनेर हुन्छ मेरो छोरालाई घर जग्गा राखेर भए पनि यसको इच्छा चाहिँ पुरा गरिदेऊ है। रात दिन यसलाई उचाल्छेस् अनि मलाई यसलाई गर्छेस्, आमालाई यसलाई गर्छेस्। तँसित होला नि पैसा, दिएन त? कहाँबाट आउँछ मसँग पैसा? तिमीले दिनु जानेको छैन, तिम्रो आमाले दिनु जानेको छैन। मसँग चाहिँ कहाँ फल्छ मसँग? होइन त यो हरेक घरको काममा आमालाई सधैँभरि किन मुख्छेस्? आमाले तेरो के बिगारेछन् भन् त? दसजनासँग गफ गर्दै छुँदै बिसाउँदै ल्याएको पानी पुर्नेको दिन भित्र हुनु परेको छैन। चक्खु पानी चाहियो नि त त्यसो त। गाडी पाल्ने जा गर। म जानु नगर को जान्छ त? तिनीमा जान्छ त? भात मारा नटोकस नभन के आमा, तिमी चुप लाग। मेरो सबैजनाका सधैँ रमिता। गइहाल्यो घरबाट। म एकछिन पनि यो घरमा बस्नु पर्दैन। तेरो छोरा लिएर जा। म आमा र म मात्र बस्छु यो घर, बुझिस्? बाबु अब त खुसी छौ? अब त खुसी भयो होला नि त छोराले यतिको गरिसकेको त। औँसी पुग्नेको दिनमा बिहान बिहानै उठेर आमा समाचार त तैँले गर्नुपर्ने काम मैले गरिराखेको छु। तै पनि मलाई नै टोकास्छेस्। मैले छोरालाई के कुरा लाउँछु र? सबै कुरा त छोराले देखिरहेछ। अझ मैले त नगर न बाबु, मिलेर बस लोग्ने स्वास्नी, बरु मै निस्किन्छु भनेर निस्केर पनि जान खोजेको हौ। तर सबै जिम्मा लगाएर सहन सकेन होला आफ्नो आमालाई गरेको व्यवहार। त्यो पनि मै माथि थुपार्छेस्। हेर बुहारी, भोलि त पनि सासू हुन्छेस्। यस्तो नगर्मा, यस्तो गर्नु राम्रो होइन। भोलि छोराले तँलाई यस्तै व्यवहार गर्यो भने त कहाँ जान्छस् भन् त? तिमीहरूको आमा छोराको आँसुमा म पग्लिनेवाला छैन। मैले तेरो पनि उतै फुटिरहेको छौ। देखिहाल्यो आमा, मैले त केही गर्न नसक्ने। के गर्ने हो भनौँ? तैँले केही गर्नु पर्दैन बाबु। बुढाबुढी मिलेर बस न। मै निस्केर जाउँला, म छुट्टै बसौँ। मै रहेछु अर्गेलो। मै यो घरबाट निस्क्यो भने त सबै ठिक होला नि। तेरो स्वास्नीले खोजेको पनि त्यही जस्तो लाग्छ। तिमीहरू यो बुढेसकालमा कहाँ जाने कुरा गरे के आमा? तिमीलाई एक्लै म कहाँ जान दिन्छु भन त? जान नदिएर के गर्छस् त? अनि स्वास्नी छोड्न पनि त मिल्दैन नि। जिन्दगी बिताउनु भनेर ल्याएको त्यही स्वास्नी हो क्या? म त के दानामाथिको जुन घाम त हो नि, कतिखेर कस्तो हुन्छ थाहा छैन। बरु म स्वास्नी छोरो छोडिदिन्छु आमा।
तर बुढेसकालमा तिमीलाई म रुवाउँदिनँ, म तिमीलाई छोड्दिनँ आमा। त्यही भएर आमा बुढेसकालमा कहीँ जाने कुरा नगर, तिमी खपक्क लाएर चुप्पो लाएर आफ्नो घरमा बस, बुझ्यौ? ए बाजी सुने त, तेरी आमाले महारानीले घर नलिप्ने भइहाली, त आफै लिपाऊ। म त सक्दिनँ बा। फेरि तेरो गर्दन सर्दन उडाइदिउँला नि फेरि। बाबु हुँदैन म बरु आफै लिप्छु, छोरा नटोकाछु। घाम लागेको फेरिका आजै मेला हिँड्नु परेछ। फेरि खेतीबारी नखनिकन भएको छैन, घामले त्यत्तिकै। अरूको घर औँसी पूर्णिमामा धुपधार गर्छन्, चोखोनितो गर्छन्, हाम्रो घरमा पनि बिहानदेखि रडाएको हुन्छ। कुलदेउता नमानेको हो कि क्या हो बाबु? कुलदेउता मनाउनु पर्यो क्या। औँसी पूर्णिमा यस्तो झगडा भएको त राम्रो होइन त। कुलदेउता पूजा त गरिरहेको छ नि आमा, के भन्नु? अब तिनीहरू जेसुकै गरे, अब तिमी हामी मिलेर हाम्रो काम चाहिँ गर्दै गरौँ, तिमीले जे गर्ला नि गर्ला, बरु म तिमीलाई साथ दिन्छु। कस्तो बरु भने छोराले त साथ दिन्छ किन त, तर पनि बाबु कुल बिक्री बिक्री भन्नु पनि यस्तो जहिले पनि झगडा हुन्छ अरे के, घरमा अशान्ति हुन्छ अरे। यसरी राम्रोसँग कुल चाहिँ मान्नु पर्यो है, भएन यो। अब सकेसम्म कुल त मानेकै छ नि आमा, खोइ पूजा आजा गरेकै छ। रमिता, तिमी स्वास्थ्य स्वयंसेविका भनौँ भने पनि तिमी होइन, अब राजनीति दलको नेता हो भनौँ भने पनि तिमी होइन। अब 24 घन्टा यो गाउँ डुलेर चाहिँ हो चाहिँ के? दाइ, स्वास्थ्य स्वयंसेविका नेता त्यस्तो मात्रै हुनुपर्छ र गाउँ डुल्नलाई? गाउँलेहरूको हालखबर के छ कसो छ सबै बुझ्नको लागि हिँडेको नि, बुझ्नु पर्दैन? बहिनी, तिमीले यो माइती घर बुझ्नु परेन, तिमीले कर्म घर बुझ्नु पर्यो। तिमीले जबसम्म कर्म घर बुझ्दैनौ तबसम्म हामी दाजुहरूको बाटो खुलेन। पहिला भाउजूहरू भित्रेर मैले कर्म घर खोज्न मिल्छ दाइ? मैले तपाईँहरूको बाटो बारम्बार खोलिदिरहेको छु। बहिनी, तिमी माइतमै बसेर हामी दाजुभाइको कसरी बाटो खुल्यो त? तिमीलाई हामीले अन्माएर पठाएपछि पो बाटो खुल्छ होइन र? दिन आएपछि लगन आएपछि आफै हुन्छ दाइ। मैले तपाईँहरूको बाटो कहिले पनि छेकाएन, त्यो भन्ने त तपाईँहरूको सबै बाहना मात्रै हो। ल ल दाइ, केही पनि चिन्ता नगर्नु, यस्तो चिन्ता बाटोमा बसेर गर्ने होइन, घरमा आइहाल्नुहुन्छ अनि घरमा आएपछि सल्लाह गरौँला नि। के हो सन्तोष दाइ, बल्ल बुद्धि फिरेछ त? खेत खन्नलाई आमालाई सघाउनु लाउनु भएछ। खन्न पर्छ। सधैँ बुढी भएको आमालाई मात्रै कति खन्न लाउनुहुन्छ? बरु सीता भाउजूलाई पनि ल्याएर खन्न लगाएको भए हुन्थ्यो नि। भएको बाबु, योभन्दा बढी नबोल्नुहोस्। अब तरुनी बरुनी बुहारी घरमै राखेर पनि मै बुढीले खेत खन्न सक्छु अझै त। छिमेकी भएर धेरै चियो चर्चा नगरेकै राम्रो हुन्छ। कहाँ जानु लाग्नु भएको थियो, भइगयो नि। अब मलाई छोराले सकाओस् कि बुहारीले सकाओस् कि अब छिमेकी आएर गरिदिनु होइन नि क्यारे?
आफ्नो घरको काम त आफैले गर्नुपर्ने हो। छोराले सकाए पनि बुहारीले सकाए पनि म बुढिया एक्लैले गरे पनि तपाईँले त्यो चर्चा गरिराख्नु जरुरी छैन बाबु, जानुहोस्। सुन्नु सावित्री बाबुजू, सधैँ बुहारीले हेला गरी भनेर आँसुको आलमा डुब्नुहुन्छ अनि तपाईँकै भलाइको लागि भन्दाखेरि चियो चर्चो गर्दै हिँड्यो भन्नुहुन्छ। स्वास्नी लिएर न थाहा पाइहाल्छ नि, अर्काको भलाइ किन सोध्नु पर्यो, जा खुरुक्क। त्यही त भने यो घरमा खन्ची त सिध्याउनु पर्छ। देखिस् गाउँलेसम्म कसरी भनेर गयो, भनेर के नै फरक पर्छ र आमा, छोडिदिनु भन्नेले भन्ने। मलाई फरक पर्दैन होला नि, गाउँले कति कुरा काट्छन्। अहिले भर्खरै अब बुहारीलाई चाहिँ घरमा राखेर सासू चाहिँ बुढी एक भन्न आइछ भनिसके। यहाँ अब कतिको मुख टाल्नु। के गर्छौ त आमा, तिम्रो बुहारी नै त्यस्तै परेपछि तिम्रो कर्ममा तिम्रो भाग्यमा त्यस्तै गएपछि यस्तै। मेरो भाग्य होइन, तिम्रो भाग्य चाहिँ त्यस्तो परेको हो क्या। तेरो भाग्य छ कस्तो मेरो भाग्य भने त्यस बेला नल्याउन छोरा भन्दाखेरि नल्याए अब यस्तो हुन्थ्यो। तिमीले मलाई नजन्माएको भए त्यति बुहारी पर्थ्यो त। पिटका नामहरू त मलाई त मैले के भन्नु सक्ने हरियाली पुग्ने बाइक जाने छैन। अझ मलाई नै मैले जन्माएँ, मलाई मैले जन्म भनेर जन्माएको हो। सिकाउँछ पनि मलाई अहिले म बाहिर तिमीले जन्माएर त आज यस्तो भएको त हो। तिमीले नजन्माइदियो भए न त्यो बुहारी आउँथी न यो तिम्रो छोरो धरतीमा आउँथ्यो। धरतीमा आएर राम्रो काम गर्ने जस्तो लाग्छ त नि। धरतीमा आएर राम्रो काम गर्ने जस्तो लाग्छ। एउटा सासू र बुहारीले मिलाएर राख्न नसक्ने आमा कुन ठाउँमा राख्ने अनि स्वास्नी कुन ठाउँमा राख्ने तँलाई केही थाहा छैन। राख्नु त खोज्या त हो नि, राखे त हो नि। अब मैले गरेको काम न तिमीलाई चित्त बुझ्छ न बुहारीलाई चित्त बुझ्छ, अनि मैले के गर्ने भनेको सुरुदेखि राख्नु पर्थ्यो नि। त्यतिखेर त फुल ल्याएर मेरो स्वास्नीको सुनाएको कुरो हो क्या भन्छ नि। यस्तै आउँ छोड्दै, जस्तो कर्म हुन्छ त्यस्तै भगवान्लाई जे हुन्छ हुन्छ छोड्दै। अब टेन्सन नलिकन चुप लागेर खानु। यदि खनिसकेर अब घर जानुपर्छ। अनि घर नगएर यहीँ सुत्न भन, जान त पऱ्यो नि। रञ्जित बाबु होइन, हाम्रो आमा छोरा आज यहाँदेखि कता गएछन् देख्नुभयो? कता जानु नि, डाँडा खेता मजाले आमा छोरा खन्दैछन् अनि बुढी भएको सासूलाई चाहिँ खेत खन्न लाएर अनि तपाईँ चाहिँ घरमा के उतान डाङ लाएर बसेको के त। अनि सासूलाई त तपाईँ देखि सहनुहुन्न रे, लोग्नेलाई पनि टिकी खान दिनुहुन्न, अर्का घर आएर पनि गाली गर्नुहुन्छ छिमेकी घर। अनि के हो तपाईँको पारा त? बुढी भए सासूलाई चाहिँ काम लगाएको छ, कहिले पानी लिन, कहिले घाँस दाउरा गर्न, कहिले खेत खन्न, अनि आफू चाहिँ मस्त गरेर हिँड्नुहुन्छ। के हो पारा तपाईँको? कुरा काट्लान् है, कुरा काट्लान् घर छिमेकले, अरूले के भन्छन्। हामीले त केही भनेको छैन, हामीलाई नै उल्टो आएर थर्काउनुहुन्छ घर। मेरी सासू मेरो बुढो जेसुकै गरौँ, तपाईँलाई के को मतलब? देख्नु भएर चाहिँ खनेको नदेखिकन हिँडेको भए हुन्थ्यो नि त। ल बो, तपाईँको सासू र बुढोलाई थर्का जस्तो घरमा हप्का जस्तो नगर्नुहोस्। हामी त छिमेकी हो, छिमेकीलाई जे पाए त्यही नभन्नु। कस्तो कस्तो मान्छे भेट हुन्छ बाटोमा, छिमेकी पनि त्यस्तै छन्, टिपेरै पछाडिदिनु जस्तो। घरमा गएर बसी हुन्छ। अब छरछिमेकीलाई किन देखाउनु पर्यो मैले यो गरेको छु ऊ गरेको छु भनेर? हामी पनि खान सक्छौँ यतिको कोदा। सक्ने रहेछ नमर्या त, मर्या भए हुन्थ्यो नि। जान्नु रहेछ अर्काले खाना लगाएको ठाउँमा मै खन्थेँ नि, किन आएको त? मलाई नै खानुपर्छ, हजुरलाई त घिच्नु पर्दैन होला। भोलि पर्सि धानको भात घिच्न त मै घिच्ने हो नि, हजुरले त घिच्नु पर्दैन। खन्छ यसले यो तिमीलाई र मलाई दलाएर यस्तै द्वारी भागी चाहिँ खनिहाल्छ नि। तिमी घर जाऊ आमा चुप लाएर। ल यो सबै खनिसकेर आउने, फेरि भोलि खेत रोप्नुपर्छ। हुन्छ आएको हो कि बाना गर्न आएको हो कि के गर्न आएको? यो खनिसकेर आएको रहेछ र फेरि मैले दोहोऱ्याउन आउनु पर्यो भने चाहिँ अब चाहिँ म आउँदिनँ है। राम्रोसँग खन्न लगा। यसलाई म सबै यो खनाउन लाएर लिएर आउँछु। ल तिमी जाऊ।
गाउँलेहरूको अगाडि मेरो बिजत गर्नलाई आमासँग नारिएर आएको खन्नलाई खन्नलाई नारियल नहार क्या एउटा बुहारी भएर घरमा दासी सुक्ने खन्न नआउने अनि कसले खन्छ त अनि इज्जत जहाँ गएन त तैँले खन्नु पऱ्यो नि तैँले गर्नु पऱ्यो नि त काम एउटा सासूलाई इज्जत गर्दा बुढोलाई मान गर्दा र खेतीबारी गर्दा तेरो इज्जत जान्छ भने जोसित इज्जत आउँछ त्यहीसित जा किन सम्हालेर बोल 20-22 वर्षको छोरो छ कोसँग जा भने तिमीले कहाँ जा भने तैँले त्यही एउटा छोरो पाउनु बादले जिन्दगीमा के नै जान्छ अरू पूर्ति गरिदिने छु र यो खन छिटो 12 घन्टाकी कुरा गर्ने होइन चाँडो सकेर अहिले घर जानुपर्छ भात खान फेरि आमाले अहिले भात खान दिँदैन फेरि गर काम छिटो काम खान तिम्री आमाले भात खान दिनलाई मैले दिन्न कि तिम्री आमाले दिनन् थाहा छ मलाई पनि ल गर गर चाँडो कुराहरू गरेर बसेर हुन्छ काम गर्न आएको कि त गफ गर्न आएको भन् त गफ पनि गर्ने काम पनि गर्ने हो म ल ल गर गर ल त्यसै गरी काम गरिस् भने त तिमीले आमा जस्तो होइन थुतुनु मात्र चलाउने मैले पनि माया गरिहाल्छु त है म त काम पनि गर्छु खाना पनि बनाउँछु सारा काम सिद्ध्याएर पनि खन्न पनि भ्याउँछु आज पो गरिन त हिजो अस्ति कसले गर्दै थियो पनि गरिस् त्यही भएर त दिनरात आमा धुरु धुरु रोइरहन्छ नि त्यो आमाको कुरा सुनेर बढी मुखमुखी नलाग है के हो काकी पसिनै पसिना भएर हातमा चप्पल बोकेर आउनु भएछ नि के गर्नु नानी खेत खन्न गएकी थिएँ फेरि मारनी तिमीले भाउजू भनाउँदै थियो पक्का आइपुगेछु खन्छु भने छोडेर हिँड्ने अब घरतिर पनि त यसो खाना बनाउनु पर्यो अब मारनी त्यतिकै आउनु भयो होला राम राम आज घाम चाहिँ कताबाट झुल्केछ कि काकी तपाईँको बुहारी खेतमा सहयोग गर्न आएको जहिले घरमा बसेर तपाईँलाई झगडा गरेर कराइरहेको बानी आज खन्न आइछ नि त नानी के को खन्ती नि खन्छु भनेर कोदालो सोदालो फालेर मलाई उत्याइदिनु त खने बोतलले पोइ चाहिँलाई के फकाउनु छ के धुत्न परेको छ अनि फेरि फकाउनलाई त्यो खने जस्तो गर्न आएकी खन्नी चाहिँ होइन कि त्यसले त्यसको बानी हामीलाई थाहा छैन र फेरि अहिले सुन्नु भने कि मार्छ कि चोथाले त्यही हो भइगयो नि त काकी अब उनीहरूका बुढाबुढी मिलेर काम गरेको त राम्रो नि अरूभन्दा पनि काकी तपाईँलाई हेला नगरौँ तपाईँलाई माया गरौँ हामी गाउँलेहरूको उद्देश्य यति मात्रै हो अब मैले खोजेको पनि त त्यही हो नि नानी उसलाई ल्याउनु सक्ने नै जुधेर बस्नु मेरो छोराको घरबार बिग्रियोस् भन्ने चाहना त मेरो पनि त होइन नि अब खै के परे आउँछ अब मै अब बढी भएको त होला किन ढिलो भयो हस् काकी मन गरेर भएको पनि पर्छ आफू आउँदाखेरि गाली गर्छन् भनेर जहिले छोरीलाई पठाउँछ त्यसले अब खै दाइ र बहिनीले कता राखेका छन् अब मलाई थाहा छैन थाहा भएको भए दिन्थे ल जाऊ त्यही भनिदेऊ आमालाई छैन हाम्रोमा फेरि के माग्न आइयो खै खाजा नास्ता के बनाउन लाए रे अनि भुटन हाल्नलाई तेल पुगेन भनेर त्यही माग्न पठाएको उसले आमाले अनि के हाम्रो घरमा मात्रै छ त माग्ने ठाउँ अन्त छरछिमेकीमा पनि त भुटन माग्न गएका हुन्छ नि त यिनको आमाले अस्तिको साइड फिर्ता गरिदिनुहुन्छ अरे मामुले भनेको यति दिनु रे छैन तेलसेल जाऊ तिम्रो मम्मीलाई भनिदेऊ माग्न पठाएको छ के हो यस्तो यति सानो बच्चासँग तपाईँहरूले गर्ने व्यवहार यही हो तपाईँहरूको बुद्धि यस्तै हुन्छ